हेलो हेलो नमस्ते साथीहरू। आज मैले के बनाउन गइरहेको छु भने पकरगाँदीको जरा। यो हो पकरगाँदीको जरा साथीहरू। यसलाई भन्छ पकरगाँदीको जरा। आज म यसलाई पोलेर सेकुवा बनाउँदैछु यसको है त। हेर्दै गर्नुहोस्। सुरुमा यसलाई राम्रोसँग धुनुहोस्। पकरगाँदीको जरा त्यसपछि काट्न सुरु गर्नुहोस्। यसरी काट्नुहोस्। हल्का नुन राख्नुहोस्। हल्का बेसार राख्नुहोस्। हल्का लेमन राखेर लगभग यसरी मोलेर राम्रोसँग मोलेर यसलाई आधा घन्टाको लागि छोडिदिनुहोस् ढाकेर। आगो मजाले बलेको छ, कोइला सल्किँदैछ। लगभग आधा घन्टा भइसक्यो हामीले म्यारिनेट गरेको पकरगाँदीको जरालाई। यो चाहिँ एकदम बहुमूल्य फल हो। यो चाहिँ सिधैमिधी भेटिन्न, एकदम अप्ठ्यारो ठाउँमा फल्ने फल हो यो है। यो चाहिँ सिधैमिधी मान्छेले भेट्दैन है साथीहरू। अब लगभग हाम्रो कोइला भइसकेको छ। अब हामीले राख्न सुरु गर्यौँ। यसरी सट्ट यसरी सट्ट राख्नुहोस्। यसरी सट्ट कोइलामा राख्नुहोस् पोल्नको लागि। यता म्याडम हुनुहुन्छ फेरि। यो खरबुजा हो। यता अनानास र खरबुजा। यस्तो भइसक्यो है रातो। लास्टै हावा चलेको भएर छोपिदिएको कि मैले। यहाँ छ हाम्रो साइकल दुईजनाको रेडी फर राइड। यता हाम्रो करेसाबारीमा तोरी, मेथी, मुला, धनियाँ, पिँडालु, टमाटर भएको छ। अब यो उम्रिँदैछ। वाउ, दामी भन्छ यार। अब यसको लागि तयारी। यो हो लसुन, अदुवा, पोलेको रातो खुर्सानी, धनियाँ, नुन, टिमुरको धुलो र तोरीको तेल। अब मिक्स। अनि यो हो हाम्रो ओखल। नुन चाहिँ धेरै नहाल्नु है। हाम्रो मसला पनि रेडी भयो। यता लसुनको पात, धनियाँ, कागती, टिमुर, तोरीको तेल पनि रेडी छ। अब यो पाकिसक्यो लगभग। अब हामी यसलाई काट्छौँ। अन्तत पकरगाँदीको जरा पाकेर पनि सक्यो। हामीले काटेर पनि भ्याएँ। अब यसलाई म मिक्स गर्दैछु। अब मोल्नको लागि तयारी। सुरुमा यो मिक्स गरिएको मसला हालौँ हल्का। त्यसपछि यो धनियाँ पनि हालिहालौँ, काटेको हरियो धनियाँ। त्यसपछि यो लसुनको पात। यो पुरै एकदम अर्ग्यानिक हो है साथीहरू, एकदम गाउँले पारामा। यो टिमुर हल्का छरौँ, धेरै खायो भने फेरि किली बनाउन। अब अलिकति काँचो तोरीको तेल। मुखबाटै पानी आइसक्यो यार अहिले। कतिवटा ल
अब यसलाई मजाले सरी यहाँ एउटा कुरा बिर्सेछ हल्का कागतीको रस पनि थोरै राख्यो भने मजा आउँछ है दही पनि हालेको तर अहिले पोलेर गइसक्यो ल अब यसरी मोल्नुहोस् यो हो नि त तरिका पकरगादीको जरा खाने तरिका सिकिराख्नुहोस् है यो सितिमिति पाइँदैन यो चाहिँ एकदम अप्ठ्यारोमा फल्ने फल हो यो चाहिँ तपाईँको ल यति भएपछि चाहिँ यो रेडी भयो टेस्ट गरौँ है त एउटा कस्तो रहेछ हेट मिठो भएको गाठे देख्नुभयो त पकरगादीको स्वाद बाई बाई त्यसपछि रेडी भइसकेपछि यसको साथी चियासँग चिया कि चिया चिरिप्प पार्नुहोस् है स्टार्ट होस् यसको राजखानी पकरगादीको जरा कस्तो लाग्यो कमेन्ट गर्नु है त ल थ्याङ्क यू फेरि बेबीले बनाएको ढिँडो अमला र करेलाको अचार आलु साग सेम रातो दाल साग बैँचीको मासु यता छ फेरि पकरगादीको जरा र चिया यता छ फेरि साउनी हाम्रो के अरे उसको साउनी के अरे के भन्ने रे हाम्रो होममेड बेबीले बनाएको यता हेर्नु ढिँडो बैँचीको मासु बाई बाई